परमेश्वरलाई धन्यवाद होस्। यहाँहरू सबैलाई जय मसीह। आज यसरी युनाइटेड अनलाइन सङ्गतिमा जोडिनु भएका सम्पूर्ण प्रभुका जनहरूलाई, प्रभुका छोराछोरीहरूलाई, आदरणीय गुरुबा गुरुआमा, त्यसपछि लिएर सम्पूर्ण विश्वासी जन दाजुभाइ दिदीबहिनीहरू जतिजना यसरी जोडिनु भएको छ, यहाँहरू सबैलाई स्वागत छ। प्रभुले धेरै आशिष दिनुभएको होस् र प्रभुले जुन जिम्मा सुम्पिनु भयो, म यहाँहरूको बीचमा प्रभुको वचन बोल्न जाँदैछु। प्रभुले हामी सबैलाई आशिष दिनुभएको होस् र मैले आज यूहन्नाको पुस्तक 15 अध्यायबाट परमेश्वरको वचन बोल्ने कोसिस गर्दैछु। हामी सबैले सुनिरहेको वचन, पढिरहेको वचन यूहन्नाको पुस्तक 15 अध्याय, यूहन्नाको पुस्तक 15 अध्याय अनि 15 अध्यायमा चाहिँ त्यति लामो खण्ड चाहिँ छैन। 1 पददेखि 27 पदसम्मको खण्ड छ 15 अध्याय पुरै, 1 पददेखि 27 पदसम्म। र म यसलाई सबै त पढ्दैन, तर मैले आज तयार गरेको वचन चाहिँ सम्बन्धको विषयमा हो। सम्बन्धको विषयमा मैले यसरी 1 अध्यायदेखि 1 पददेखि 27 पदसम्मको खण्डलाई मैले त्यसपछि 12 पददेखि 17 पदसम्म चेला बीचको सम्बन्ध कस्तो हुनुपर्छ भन्ने कुरा छ यहाँ चाहिँ, चेला बीचको सम्बन्ध। त्यसपछि 18 पददेखि 25 पदसम्म एउटा चेला र संसार बीचको सम्बन्ध कस्तो हुनुपर्ने भन्ने कुरा छ यहाँ। त्यसपछि 26 पद र 27 पद चाहिँ चेला र पवित्र आत्मा बीचको सम्बन्ध छ र मैले यसलाई 4 भागमा विभाजन गरेको छु। 4 भागमा विभाजन गरेको छु र अब यो 15 पदको सुरुवात चाहिँ यहाँ 1 पदमा भनेको छ, साँचो दागको बोट म हुँ र मेरा पिता किसान हुनुहुन्छ। मेरा पिता किसान हुनुहुन्छ। ममा हुने प्रत्येक हाँगा जसले फल फलाउँदैन उहाँले त्यसलाई छाट्नुहुन्छ र फल फलाउने हरेक हाँगालाई अझ झन बढी फल फलोस् भनी उहाँले छिमल्नुहुन्छ भनेर यहाँ चाहिँ सुरुवात गरिएको छ। यहाँ यसरी सुरुवात गरिएको छ र यहाँ चाहिँ छाट्नुहुन्छ, छिमल्नुहुन्छ भनेर भनिएको छ। विशेष यो चाहिँ छाट्ने र छिमल्ने चाहिँ अलि हिमाली भेगतिर बस्नुहुने मानिसहरूलाई चाहिँ विशेष थाहा छ यो विषयमा, छाट्ने र छिमल्ने। तराईमा चाहिँ छाट्ने छिमल्ने खासै त्यति हुँदैन। प्राय छाट्ने र छिमल्ने चाहिँ स्याउको रुखमा हुन्छ। यदि स्याउको बोट यहाँहरूको घरतिर स्याउको बोट छ भने, यदि घरतिर छैन भने पनि अलिकति पहाडी हिमालीतिर जानुभएको छ जहाँ स्याउ लगाउने ठाउँ जग्गा छ भने, देख्नु भएको छ भने, त्यो स्याउको बोटमा चाहिँ प्राय छाट्ने छिमल्ने गरिन्छ। त्यो चाहिँ अझै धेरै फलोस् र अझै राम्रो फलोस्, अझै ठुलो दाना पनि फलोस् भनेर छाट्ने छिमल्ने गरिन्छ। र यहाँ चाहिँ दागको बोट अनि किसान र हाँगाको विषयमा एकदमै जोड दिएको छ है। यसलाई बाइबलमा धेरै ठाउँमा चाहिँ यो चाहिँ अब दागको बोट भन्ने बित्तिकै यीशु प्रभुलाई संकेत गर्छ, किसान परमेश्वरलाई संकेत गर्छ, हाँगाहरू तपाईँ र मलाई, संसारमा भएका विश्वासीहरूलाई संकेत गर्छ यसले। यो चाहिँ एउटा सांकेतिक भाषा पनि भनिन्छ, अथवा यसमा चाहिँ अलङ्कारिक भाषा, बाइबलमा चाहिँ अलङ्कारिक भाषा पनि भनिन्छ। अलङ्कारिक भाषा, अलङ्कारिक भाषा भनेको प्रत्यक्ष नाम आउँदैन, तर त्यसले सम्बन्धित व्यक्तिको सम्बन्धित कुराको गुणगान गाइरहेको हुन्छ। त्यसलाई चाहिँ अलङ्कारिक भाषा भनिन्छ। त्यसकारण बाइबलमा यस्ता धेरैभन्दा धेरै अलङ्कारिक भाषाहरू छन्। एउटा विश्वासीलाई भेडा भन्छ होइन, त्यहाँ यस्ता धेरै कुराहरू छन् यहाँ। अनि यहाँ पनि दागको बोट भनेको छ, हाँगा भनेको छ, किसान भनेको छ। यो एउटा अलङ्कारिक भाषा हो होइन। परमेश्वर किसान नै त होइन, यीशु प्रभु दागकै बोट त होइन, तपाईँ र म हाँगाको हाँगै त होइन, तर पनि यसले अलङ्कारिक भाषा
प्रत्यक्ष नदेखिएर कसैको गुणगान गाइरहेको छ। यसलाई चाहिँ बाइबलमा अलङ्कारिक भाषा भनेर अलिकति अगाडि जाने भने अलङ्कारिक भाषा भनेर पढिन्छ यसलाई। र हाम्रो बीचमा पनि यस्ता धेरै अलङ्कारिक भाषाहरू छन् जुन तपाईँ र मेरो परिवारमा, तपाईँ र मेरो छिमेकीमा, तपाईँ र मेरो ठाउँमा पनि यस्ता अलङ्कारिक भाषाहरू चलिआएको छ। हेर्नुहोस् है, अलङ्कारिक भाषाहरू चलिआएको छ चाहिँ हामीलाई थाहा छ। तपाईँको यस्ता अलङ्कारिक भाषाहरू दिनभरि पढायो 16 दुना 8 भन्छ नि, यस्ता अलङ्कारिक भाषा पक्कै पनि हामीलाई थाहा छ। अलङ्कारिक भाषा दिनभरि पढायो 16 दुना 8, 12 वर्षसम्म कुकुरको पुच्छर ढुङ्ग्रोमा हाले पनि जस्ताको तस्तै हैन। यस्ता हामीलाई धेरैभन्दा धेरै अलङ्कारिक भाषाहरू थाहा छ। भुक्ने कुकुरले टोक्न सक्दैन अथवा टोक्दैन, हावा नलागे पात हल्लिन्न हैन, हुने बिरुवाको चिल्लो पात, दशा आउँदाखेरि कहिले पनि बाजा बजाएर आउँदैन, नमच्चिने पिङको धेरैभन्दा धेरै ठुलो के भन्छ झट्का। यस्ता धेरैभन्दा धेरै अलङ्कारिक भाषाहरू छन् जसले प्रत्यक्ष देखिएका छैनन् तर कसैको चाहिँ गुणगान गाउँछन्, त्यसलाई चाहिँ अलङ्कारिक भाषा भन्छ। यस्ता बाइबलमा पनि धेरैभन्दा धेरै अलङ्कारिक भाषाहरू छन्। अनि यहाँ भएको कुरा पनि अलङ्कारिक भाषा हो, अलङ्कारिक भाषा। त्यसकारण यहाँ चाहिँ 1 पददेखि 11 पदसम्म एउटा चेला र परमेश्वर बीचको सम्बन्ध भनेको छ। रुख हामी सबैको ठाउँमा, गाउँमा, घरको वरिपरि रुखहरू छ। परमेश्वर र चेलाको सम्बन्ध कस्तो हुनुपर्ने हेर्नुहोस् है। हामी सबैको घरको वरिपरि गाउँघरमा रुखहरू छन् पक्कै पनि। एउटा रुखमा धेरै हाँगाहरू हुन्छ, धेरै हाँगाहरू हुन्छ, तर केही हाँगा हरियो हुन्छ, फल फलाउँदै हुन्छ भने कुनै हाँगा, त्यही रुखमा पनि कुनै हाँगा सुकेको हामी देख्छौँ। अब त्यही रुखमा कुनै हाँगा हरियाली छ, फल फलाउँदैछ भने त्यही रुखमा कुनै हाँगा सुकेको हुन्छ जसले फल फलाउन सक्दैन, सुकेको हुन्छ। र त्यो सुकेको हाँगाले चाहिँ त्यो रुखबाट पूर्ण रूपमा आफूले पाउनुपर्ने शक्ति, आफूले पाउनुपर्ने भोजन चाहिँ पाइरहेको छैन, किनभने सम्बन्ध कट भएको छ, सम्बन्ध नराम्रो भइसकेको छ, सम्बन्ध बिग्रिसकेको छ। त्यो रुखसँग त्यो हाँगाको सम्बन्ध बिग्रिएको छ। हुन त हाँगा त्यही रुखमै छ जोडिएको, भाँचिएको छैन, टुक्रिएको छैन, त्यही रुखमै छ। तर पनि त्यही रुखमा हुँदाहुँदै पनि कतिवटा हाँगा चाहिँ सुकेको हामी देखेका छौँ। त्यही एउटै रुखमा कतिवटा हाँगा हरियाली हुन्छ, फल फलाउँदै हुन्छ भने त्यही रुखमा कतिवटा हाँगा चाहिँ सुकेको हामी देख्छौँ। त्यही रुखमा छ तर सम्बन्ध बिग्रिएको छ, सम्बन्ध राम्रो छैन। तपाईँ र म त्यो प्रभुमा छौँ, हामी एउटा चेला हो। त्यसकारण हामी राति भए पनि हामी यसरी प्रभुको वचन सुन्नको लागि, प्रभुको वचन सिक्नको लागि, प्रभुसँग सम्बन्ध गाँच्नको लागि, सम्बन्ध बलियो बनाउनको लागि रातिसम्म पनि निन्द्रा त्यागेर यसरी संगति गर्दैछौँ, प्रभुसँग प्रार्थना गर्दैछौँ। यो चाहिँ एउटा सम्बन्ध। तर हामी प्रभुसँग हुँदा हुँदै पनि हाम्रो सम्बन्ध प्रभुसँग कस्तो छ भन्ने कुरा छ यहाँनिर। फेरि हामीलाई लाग्छ म चाहिँ प्रभुसँग छु, मेरो सम्बन्ध राम्रो छ हैन, अरूले देख्दाखेरि मेरो सम्बन्ध राम्रै देख्लान्, तर वास्तवमा भित्रमा त मेरो सम्बन्ध प्रभुसँग कस्तो छ भनेर 15 अध्यायको 1 पददेखि 11 पदसम्म मैले छुट्याएको छु। एउटा चेला र परमेश्वरको सम्बन्ध। यहाँ बोट र किसानसँगको सम्बन्ध अनि बोट र हाँगासँगको सम्बन्धको कुरा छ। यहाँ मसँग जो रहन्छ त्यसले मात्रै फल फलाउँछ, जो मसँग रहँदैन त्यसले चाहिँ फल फलाउँदैन। पढ्दाखेरि लामो हुने भएको कारणले मैले पढिनँ, तर छुट्याएको छु, यहाँहरूले एकदमै पछि पनि पढ्न सक्नुहुन्छ। त्यसकारणले हामी हाँगामा त्यो बोटमा छौँ भन्दैछौँ, तर गहिरो भित्री सम्बन्ध कस्तो छ हामी आफैले जाँच्नु पर्ने हुन्छ।
हामी आफैले जाँच्नु पर्ने हुन्छ त्यो सम्बन्ध कस्तो छ, मेरो मेरो सम्बन्ध परमेश्वरसँग कस्तो छ, पितासँग कस्तो छ, हामीले जाँच्नु पर्ने हुन्छ। त्यो त्यो परमेश्वर र एउटा चेला बीचको सम्बन्धको कुरा छ, यहाँ जाँच्नु पर्ने हुन्छ। हाम्रो सम्बन्ध सधैँ गहिरो होस्, सधैँ राम्रो होस्। एउटा रुखमा हुँदा हुँदै पनि सम्बन्ध बिग्रेको कारणले त्यो सुकेको हाँगा जस्तै हाम्रो सम्बन्ध नहोस्। हामी परमेश्वरमा छौँ भनेका छौँ, त्यसकारण परमेश्वरमा भएको कारणले हामी सधैँ, हामी मरुभूमिमा भए पनि हरियाली होस् हाम्रो जीवन, मरुभूमिमा भए पनि हाम्रो जीवनबाट फल फल्दै जाओस्, फल फलिरहोस्। मरुभूमिमा भए पनि हाम्रो मुखबाट जहिले असल शब्द निस्कियोस्, राम्रो शब्द निस्कियोस्। परमेश्वरसँग बलियो सम्बन्ध होस् तपाईँ र मेरो। यो पदले यही भन्छ। त्यसकारणले 1 पददेखि 11 पदसम्म एउटा चेला र परमेश्वर बीचको सम्बन्ध। त्यसपछि म दोस्रोमा गएँ। दोस्रोमा चाहिँ 12 पददेखि 17 पदसम्म चाहिँ एउटा चेला बीचको सम्बन्ध। चेला भन्नाले हैन, चेला भन्नाले सेवक, अगुवा अथवा चेला, पास्टर, चेला जे भए पनि चेला भनौँ। परमेश्वरको सेवामा उत्रिएका मानिसहरूलाई चेला भनिन्छ भने चेला बीचको सम्बन्ध। सही, चेला बीचको सम्बन्ध आज संसारमा धेरै देख्छौँ हामी चेलाहरू, तर धेरै भए पनि त्यो चेला बीचको सम्बन्ध चाहिँ खासै राम्रो देखिन्न। एकले अर्काको कुरा काटेको, एकले अर्काको विरोध गरेको, विरुद्धमा हिँडेको हैन, कुरा काटेको, विरुद्धमा हिँडेको, विभिन्न गरेको, आरोप लगाएको विभिन्न कुरा देख्छौँ। उसले गरेको उसलाई मन नपर्ने, उसले गरेको उसलाई मन नपर्ने हामी देख्छौँ। तर यहाँ चाहिँ येशू प्रभुले भन्नुभएको छ चेला बीचको सम्बन्ध कस्तो हुनुपर्ने भन्ने कुरा चाहिँ यहाँ 12 पददेखि 17 पदसम्म पढ्नुभयो भने चेला बीचको सम्बन्ध। परमेश्वरलाई प्रेम गर्नु एउटा विश्वासीको पहिचान हो। परमेश्वरलाई प्रेम गर्नु एउटा विश्वासीको पहिचान हो। मत्तीको पुस्तक 22 अध्यायको 37 पदमा हेर्ने भने त्यहाँ चाहिँ एउटा विश्वासीले परमेश्वरलाई कसरी प्रेम गर्ने भन्ने कुरा छ। सारा हृदयले, सारा शक्तिले, सारा प्राणले, सारा समझले परमेश्वरलाई प्रेम गर भन्ने छ। त्यो चाहिँ एउटा विश्वासी हो। विश्वासी परमेश्वरलाई प्रेम गर्छ भने त्यो चाहिँ विश्वासीको पहिचान हो। तर चेला बीचको प्रेम छ भने, चेला बीचको प्रेम छ भने त्यो चाहिँ चेलाको पहिचान हो। सही, चेलाको पहिचान हो। मैले पढ्छु यूहन्नाको पुस्तक 15 अध्यायको 12 पदलाई चाहिँ मैले पढ्छु, हेर्नु होला, यहाँ सुन्नु होला। यहाँ यसरी लेखेको छ, मेरो आज्ञा यही हो कि मैले तिमीहरूलाई जसरी प्रेम गरे तिमीहरूले एक अर्कालाई त्यसरी नै प्रेम गर भनेको छ। यहाँ तपाईँ र म चेला हो भने नि, तपाईँ र म चेला हो भने नि हाम्रो बीचमा चाहिँ गहिरो सम्बन्ध छ। एक अर्कासँग गहिरो सम्बन्ध छ, गहिरो आदर छ भने त्यो चाहिँ चेलाको प्रमाण हो। परमेश्वरलाई प्रेम गर्छ भने त्यो चाहिँ विश्वासीको प्रमाण हो, विश्वासीको पहिचान हो। चेला बीचको गहिरो सम्बन्ध छ, गहिरो प्रेम छ भने त्यो चाहिँ चेलाको प्रमाण हो। एक अर्का बीचको गहिरो सम्बन्ध छ भने चेलाको प्रमाण हो। यो चाहिँ येशू प्रभुले चेलालाई भन्नुभएको कुरा हो। चेलालाई भन्नुभएको कुरा, यदि तिमीहरू चेला हो भने मैले तिमीहरूलाई जसरी प्रेम गरे त्यसरी तिमीहरूले पनि एक अर्कालाई प्रेम गर। चेलालाई भन्नुभयो एक अर्कालाई प्रेम गर। आज दुःख लाग्दो कुरा यही हो, चेला बीचमा चाहिँ सम्बन्धै देखिँदैन है। चेला बीचमा सम्बन्ध देखिँदैन, चेला बीचमा गहिरो सम्बन्ध देखिँदैन, एकदमै फितलो सम्बन्ध। नजिक छ भने मात्रै, एकदमै प्रत्यक्ष नजिक छ भने मात्रै एकछिन राम्रो कुरा होला, तर टाढा भइसक्यो भने एकअर्काको कुरा काट्ने हुन्छ।
येशू प्रभुले त्यस्तो होस् भनेर चाहनु भएको होइन। येशू प्रभुले चाहिँ तपाईँ र म जहाँ भए पनि, तपाईँ र म जहाँ भए पनि हाम्रो चाहिँ गहिरो सम्बन्ध होस्, एकअर्काको लागि सधैँ प्रार्थना गरिरहन्, एकअर्काको लागि बढाइ गरिरहन्, कहिलेकाहीँ फोन गरेर भए पनि हौसला उत्साह भइरहोस्, कसैले कसैको कुरा नकाटोस्, चेला चेला बीचमा गहिरो सम्बन्ध होस् भनेर येशू प्रभु चाहनुहुन्छ। त्यसकारण 12 पददेखि 17 पदसम्मले चेला चेला बीचको सम्बन्धलाई जोड दिएको छ। तपाईँ र म चेला हो भने चेलाको प्रमाणै त्यही हो कि चेलालाई प्रेम गर्नु, मानिसलाई प्रेम गर्नु। मैले भने विश्वासीको पहिचान भनेको परमेश्वरलाई प्रेम गर्नु, चेलाको पहिचान भनेको मानिसलाई प्रेम गर्नु, चेलालाई प्रेम गर्नु अथवा मानिसलाई प्रेम गर्नु। एकअर्कालाई प्रेम गरेर येशू प्रभुले भन्नुभएको वचन हो यो। त्यसकारण तपाईँ र मैले परमेश्वरलाई प्रेम गरेको पहिचान र चेला भएको पहिचान चाहिँ मानिसलाई प्रेम गर्नुपर्ने, यो चाहिँ येशू ख्रीष्टको आज्ञा हो। त्यसकारण हाम्रो परिस्थिति जस्तो भए पनि है, हामी जुन ठाउँमा भए पनि, हाम्रो परिस्थिति जस्तो भए पनि तपाईँ र मैले चेलालाई प्रेम गर्नुपर्ने र एकअर्कालाई अथवा मानिसलाई प्रेम गर्नुपर्ने। यदि मानिसलाई प्रेम गर्छौँ भने परमेश्वरलाई प्रेम गरेको पहिचान हो। त्यसकारण परमेश्वरलाई मात्रै प्रेम गर्छौँ भने हामी चाहिँ चेलामा गनिएका छैनौँ, अझै हामी चाहिँ विश्वासीमा छौँ, अझै विश्वासीमा छौँ, साधारण विश्वासीमा। तर साधारण विश्वासी भन्दा पनि अलिकति माथिल्लो स्तरमा आएर हामी चेलामा गनिँदैछौँ भने हामीले मानिसलाई प्रेम गर्नुपर्ने हुन्छ। मानिसलाई प्रेम गर्छौँ भने परमेश्वरलाई प्रेम गरिएको प्रमाण हो, पहिचान हो। त्यसकारण यो अति आवश्यक छ। तपाईँ र म संसारमा छौँ, कसैको कुरा काट्नुभन्दा, कुनै चेलाको कुरा काट्नुभन्दा है, कुनै पास्टरको कुरा काट्नुभन्दा, कुनै विश्वासीको कुरा काट्नुभन्दा येशू प्रभुको आज्ञा छ एकअर्कालाई प्रेम गरिराख। मैले जसरी तिमीहरूलाई प्रेम गरेको छु त्यसै गरेर तिमीहरूले एकअर्कालाई प्रेम गर। अनि मलाई प्रेम गरेको पहिचान त्यही नै हो, जहाँ चाहिँ तिमीहरूले मानिसलाई प्रेम गर्छौ अथवा चेला चेला बीच एकअर्कालाई प्रेम गर्छौ। त्यसकारण सधैँभरि तपाईँ र म जहाँ भए पनि हामीसँग पहिचानमा आएका मानिसहरूलाई, हामीसँग पहिचानमा आएका चेलाहरूलाई हामीले प्रेम गर्नुपर्ने हुन्छ, उनीहरूको लागि वास्ता गर्नुपर्ने हुन्छ, उनीहरूको लागि प्रार्थना गर्नुपर्ने हुन्छ। किनकि प्रभुले यही भन्नुभएको छ, सधैँ निरन्तर प्रार्थना गरिरह पनि भन्नुभएको छ पहिलो थेसलोनिके 5:17मा। त्यसपछि अर्को कुरा, यहाँ तेस्रो बुदामा मैले एउटा चेला र संसार बीचको सम्बन्ध, चेला र संसार बीचको सम्बन्ध छ। यहाँ 18 पददेखि तल 25 पदसम्म छ चेला र संसार बीचको सम्बन्ध। तपाईँ र मेरो संसारसँगको सम्बन्धले नि परमेश्वरसँगको सम्बन्धलाई कहिले पनि कमजोर नबनाओस्। हामी संसारमा छौँ, संसारलाई प्रेम गर्न हुँदैन पनि भनेको होइन, तर तपाईँ र मलाई प्रभुले आफ्नो सेवामा चुन्नु भएको कारणले, बोलाउनु भएको कारणले संसारलाई कहाँसम्म प्रेम गर्ने र परमेश्वरलाई कहाँसम्म प्रेम गर्ने भन्ने कुरा चाहिँ हामीले बुझ्नुपर्ने हुन्छ जहिले पनि, जहिले पनि। त्यसकारण पहिलो यूहन्नाको पुस्तक 2 अध्यायको 17 पदले 15 पदले 15 पद हो, 15 पदले त्यहाँ चाहिँ यसरी भन्छ कि संसारलाई वा संसारमा भएका कुनै पनि थोकलाई प्रेम नगर, जहाँ चाहिँ पिताको प्रेम हुँदैन भन्छ। पिताको प्रेम हुँदैन। त्यसकारण तपाईँ र मलाई प्रभुले संसारमा राख्नु भएको छ। संसारलाई प्रेम गर्दै नगर्ने होइन, तर त्यो भन्दा बढी चाहिँ परमेश्वरको महिमा गर्ने, त्यो भन्दा बढी चाहिँ पहिलो प्राथमिकता चाहिँ परमेश्वरलाई दिने भन्न चाहिँ खोजेको हो। यहाँ पहिलो हाम्रो जीवनमा पहिलो प्राथमिकता चाहिँ परमेश्वरलाई दिनुपर्ने।
त्यसकारण संसारसँगको सम्बन्धले परमेश्वरसँगको सम्बन्धलाई कहिले पनि कमजोर नबनाओस् तपाईँ र मेरो। त्यसकारण तपाईँ र मैले कुरा चाहिँ बुझ्नुपर्ने हुन्छ है, बुझ्नुपर्ने हुन्छ। त्यसकारण यो चाहिँ एकदमै महत्त्वपूर्ण छ। तपाईँ र म संसारमा छौँ, प्रभुले तपाईँ र मलाई संसारमा राख्नु भएको छ, तर परमेश्वरसँगको सम्बन्धले संसारलाई प्रभाव पार्नको निम्ति चाहिँ तपाईँ र मलाई संसारमा प्रभुले राख्नु भएको छानेर। संसारसँगको सम्बन्धले प्रभुसँगको सम्बन्धलाई फितलो बनाउनको लागि प्रभुले हामीलाई बोलाउनु भएको होइन। यस ठाउँमा परमेश्वरसँगको सम्बन्धले संसारसँगको सम्बन्धलाई यतैतिर प्रभुतिरै ल्याओस्, प्रभुतिरै जोडोस् भनेर प्रभुले तपाईँ र मलाई छानेर यहाँ राख्नु भएको छ। आज राख्नु भएको छ। आज त्यसै कारणले हामीले एउटा संसार र एउटा चेला बीचको सम्बन्ध कस्तो हुनुपर्छ, 18 पददेखि 25 पदसम्म संसार र एउटा चेला बीचको सम्बन्ध कस्तो हुनुपर्छ भन्ने कुरा छ यहाँ। तपाईँ र म संसारमा हराउनको लागि, संसारको सबै कुरामा रोमल्लिनको लागि प्रभुले हामीलाई बोलाउनु भएको होइन। संसारमा हामीलाई यसकारण राख्नुभयो, यसकारण पठाउनु भयो ताकि संसारका मानिसहरूमा हाम्रो प्रभाव परोस्। हाम्रो प्रभाव भन्नाले प्रभुको प्रभाव परोस्, परमेश्वरको प्रभाव परोस्। मानिसहरूले हामीमा केही फरक कुरा देखुन्, हामीबाट मानिसहरूले फरक कुरा सिकुन् भनेर प्रभुले हामीलाई संसारमा राख्नु भएको। त्यसकारण हामीभित्र संसार आउनुभन्दा पनि, संसारको कुराले हामीलाई प्रभाव पार्नुभन्दा पनि आज हाम्रो कुरा अथवा परमेश्वरको कुराले संसारलाई प्रभाव पार्नु चाहिँ असल कुरा हो। प्रभुले त्यसकारण संसारमा तपाईँ र मलाई राख्नु भएको छ। त्यसैकारण यो खण्डले यही नै भन्छ। त्यसपछि म अन्तिम बुदामा जान्छु। 26 पद र 27 पद एउटा चेला र पवित्र आत्मा बीचको सम्बन्ध छ। चेला र पवित्र आत्मा बीचको सम्बन्ध हामीले अलिकति अगाडि गएर 14 अध्यायको 15, 16, 17 पदमा हेर्ने भने यहाँ यसरी भनेको छ, तिमीहरूले मलाई प्रेम गर्छौ भने मेरा आज्ञाहरू पालन गर्नेछौ। 16 पदमा र म पितासँग बिन्ती गर्नेछु र उहाँले तिमीहरूलाई अर्को सल्लाहकार दिनुहुनेछ र उहाँ तिमीहरूसँग सदा सर्वदा रहनुहुनेछ। पवित्र आत्मा सदा सर्वदा तपाईँ र मसँग रहनुहुने र तपाईँ र मलाई उहाँले हरेक काममा सहायता गर्नुहुने भएको कारणले त्यो पवित्र आत्मा र एउटा चेला बीचको सम्बन्ध कस्तो हुनुपर्ने भन्छ यहाँ। त पवित्र आत्माले नै तपाईँ र मलाई अगुवाई गर्नुहुन्छ, प्रभुको काम गर्नको लागि, प्रभुमा अगाडि बढ्नको लागि तपाईँ र मलाई सहायता गर्नुहुने र तपाईँ र मलाई अगाडि बढाउनु हुने, तपाईँ र मद्वारा काम गर्नुहुने पवित्र आत्मा हुनुहुन्छ आज। त्यसै कारणले त्यो पवित्र आत्मा र एउटा चेला बीचको सम्बन्ध सधैँभरि गहिरो हुनुपर्ने हुन्छ। सधैँभरि गहिरो हुनुपर्ने हुन्छ। जब मानिसमा पवित्र आत्माले काम गर्नुहुन्छ, हामीले पवित्र आत्मालाई काम गर्नको लागि अनुमति दिन्छौँ। पवित्र आत्माले हाम्रो जीवनबाट काम गर्नुहुन्छ। किनभने बाइबलमा यसरी भनेको छ, के तिमीहरूलाई थाहा छैन तिमीहरूको शरीर पवित्र आत्माको मन्दिर हो? त्यसकारण पवित्र आत्मा हामीसँग बस्नुहुन्छ, तर गहिरो सम्बन्ध छ भने अझै ठुलो काम गर्नुहुन्छ। अझै ठुलो काम गर्नुहुन्छ। एउटा घरमा पाहुना आउनुहुन्छ भने एउटा त्यो घरमा नि
त्यो पाहुनालाई एउटा पाहुना हलमा राखिन्छ, पाहुना हलमा राखिन्छ, पाहुना हलमा बस्न दिइन्छ। तर त्यो पाहुनालाई नि भान्सा कोठामा लग्दैनौँ। त्यसपछि अन्य अरू अरू के कोठा छ त्यो कोठाहरूमा हामी सबै कोठामा लग्दैनौँ। पाहुना हलमा मात्रै हामी त्यो पाहुनालाई सीमित गराउँछौँ। आज कति पटक यस्तो हुन्छ, पवित्र आत्मालाई हाम्रो घरको यो घरको कोठामा नि पवित्र आत्मालाई एउटा कोठामा हामी सीमित गराउँछौँ। प्रभु मेरो जीवनभरि तपाईँ प्रभु हुनुहोस् र मेरो पूर्ण रूपमा पूर्ण शरीरलाई तपाईँले नै नियन्त्रण गर्नुहोस्, तपाईँले चलाउनुहोस्, तपाईँले जहाँ भन्नुहुन्छ, जता भन्नुहुन्छ, जे भन्नुहुन्छ म त्यही नै गर्छु भन्ने मानिसहरू प्रभुले खोज्नुहुन्छ, प्रभुले चाहनुहुन्छ। तर कति पटक हामीले पवित्र आत्मालाई एउटा कोठा पाहुना कोठामा सीमित गर्छौँ, सबै कोठामा जान दिँदैन। सबै कोठामा जान दिँदैन। त्यसकारण पवित्र आत्मा हुनुहुन्छ सीमित रूपमा, सीमित रूपमा पवित्र आत्मा हुनुहुन्छ, तर उहाँले पूर्ण रूपमा काम गर्न पाउनुहुन्न कति पटक। किनकि हामीले सबै कोठामा जानको लागि अनुमति दिँदैनौँ। पाहुनालाई अनुमति हुँदैन सबै कोठामा जानको लागि। पवित्र आत्मा पनि हाम्रो शरीरमा, हाम्रो यो शरीरको कोठामा पाहुना जस्तै गरेर एक कोठामा हामीले राखिदिन्छौँ। अधिकार दिँदैनौँ पूर्ण रूपमा शरीरमा। पवित्र आत्मा तपाईँले नै अधिकार गर्नुहोस् भनेर दिँदैनौँ। हामी पवित्र आत्मा हुनुहुन्छ तर हामी आफ्नो इच्छा अनुसार काम गर्छौँ। पवित्र आत्मा हुनुहुन्छ तर हामी आफ्नो योजना अनुसार काम गर्छौँ। पवित्र आत्मा हुनुहुन्छ, हाम्रो आफ्नो विचारले काम गर्छौँ। भनेको पवित्र आत्मालाई हामीले एउटा कोठामा पाहुना कोठामा सीमित राखिदिन्छौँ। त्यसकारण पाहुनासँग गहिरो सम्बन्ध छ भने नि, अनि त्यो पाहुनालाई हामीले भान्सामा पनि लगिहाल्छौँ, भान्सामा जान पनि अनुमति हुन्छ हैन। त्यसपछि तिजोरीहरू दराजहरू राखेको कोठामा जान पनि अनुमति हुन्छ। घरको सबै ठाउँमा जान अनुमति हुन्छ, गहिरो सम्बन्ध छ भने। तर त्यो पाहुनासँग गहिरो सम्बन्ध छैन भने नि त्यो चाहिँ पाहुना हल बाहेक अन्त जाँदैन। उसलाई पनि गाह्रो लागिरहेको हुन्छ, अन्त जाउँ भने केही भनिहाल्नुहुन्छ कि भनेर उसलाई पनि गाह्रो भइरहेको हुन्छ, पाहुनालाई पनि गाह्रो भइरहेको हुन्छ। तपाईँ र मेरो निम्ति पवित्र आत्मा चाहिँ एउटै कोठामा सीमित हुने पाहुना जस्तै, अथवा पहिलो पटक आउनु भएको पाहुना जस्तै पवित्र आत्मा हुनुहुन्न। तपाईँ र मेरो पूर्ण रूपमा जीवनलाई, पूर्ण शरीर र पूर्ण जीवनलाई नियन्त्रण गर्न चाहने र अद्भुत काम गर्न चाहने पवित्र आत्मा हुनुहुन्छ। त्यसकारण तपाईँ र मेरो घनिष्ठ सम्बन्ध छ भने हामी पूर्ण रूपमा प्रभुलाई, पवित्र आत्मालाई यो जीवन दिन्छौँ, अनुमति दिन्छौँ। उहाँले तपाईँ र मेरो जीवनबाट आश्चर्य काम गर्नुहुन्छ। त्यसकारण 26 र 27 पदले एउटा चेला र पवित्र आत्मा बीचको सम्बन्धलाई दर्शाउँछ। त्यसकारण तपाईँ र मेरो सम्बन्ध गहिरो रूपमा प्रभुसँगै हुनुपर्छ। कि तपाईँ र म संसारमा छौँ, सेवकाईमा बढ्न चाहन्छौँ है, अझै धेरै काम गर्न चाहन्छौँ, धेरै काम गर्न चाहन्छौँ, अनि हामीले जे गर्दैछौँ त्यसलाई निरन्तरता दिन चाहन्छौँ। त्यसको लागि तपाईँ र मलाई पवित्र आत्मासँगको सम्बन्ध चाहिन्छ। किनकि बाइबलले यो भन्छ कि पवित्र आत्माले नै तिमीहरूलाई कहिले टुहुरा छोड्ने छैन, तिमीहरूलाई एक्लो छोड्ने छैन भनेको पवित्र आत्माले नै हो। यीशु प्रभुले नै भन्नुभयो। र हामीलाई एक्लो नछोड्ने
र हामीसँग सधैँभरि रहने पवित्र आत्मासँगै तपाईँ र मेरो सम्बन्ध गहिरो छैन भनेपछि कसरी हुन्छ त, है? त्यसै कारणले मैले आज सधैँ पढिरहेकै वचन हो, तर पनि यहाँहरूको बिचमा वचन बोल्दैछु सम्बन्धको विषयमा। प्रभुलाई धन्यवाद छ, प्रभुले हामी सबैलाई आशिष दिनुभएको